हेलो नमस्ते शुभ बिहानी सबैलाई गुड मर्निङ र आज चाहिँ हामी सिलगढी हाट पार्टी चाहिँ हामी जाँदैछ कतिजना चढ्दैछ हो सामान पनि हाल्दैछ र अहिले चाहिँ हामी कहाँ छौँ भन्दा चाहिँ बम्बसी गकुलेको ठिक माथि छौँ र यहाँदेखि चाहिँ जाने अनि सिलगढी हाटमा के कस्तो हुन्छ त्यो पनि तपाईँलाई देखाउने छु। पानी चाहिँ यस्तो आइरहेको छ र पनि हामी जान चाहिँ जाँदैछौँ। सम्म गएको छैन त पानी छैन कालीझोडामा नदी टाइपको भएको छ, पालहरू टाइपको झिल टाइपको नि पानी हल्लेको पनि नदेख्ने झिल टाइपको भएको छ। जाम चाहिँ यस्तो छ साथीभाइ हो। हामी चाहिँ जाँदैछौँ अहिले सिलगढी गोर्खेहाट बल्ल बल्ल चाहिँ खोलिएर जाँदैछौँ। त्यो पर सानो बाटो क्रस गर्नु छ, कालीझोडा क्रस गर्छ नि, त्यो क्रस गरेपछि चाहिँ त्यहाँदेखि हामीलाई ढुक्क भइहाल्छ। त्यो काट्यो भने चाहिँ ढुक्कै। हाम्रो यहाँ सुनिता दिदी चाहिँ सुतिरहनु भएको छ। अब चाहिँ आइपुग्यो हाम्रो मन्जुर पनि आइपुग्यो। अब हाम्रो यहाँनिर पुलिस मल यहाँनिर यहाँबाट हामी भित्र पस्नुपर्ने हाम्रो हात लाग्ने जग्गा चाहिँ यहाँ पनि भोलिसम्म रहेछ यो है। ल पानी चाहिँ आज जलथल रहेछ, जलथल आइपुग्यो हामी देउसुरेधाम दोकानमा। हामी पनि यहाँ हाम्रो दोकानपाट हाम्रो सिलगढी हाटको यहाँ मान्छेहरू आउनु थाल्यो। यहाँनिर सामान यहाँ रेडी भइसक्यो। अन्त यहाँ प्रदीपले चाहिँ यहाँ सिसा लाउने अरे है, यहाँ माथिबाट डोरी लगाएर यहाँ पर बान्ने होइन, पर बान्ने त्यो सिसा लाउने अरे। खाजा खानु जाँदैन है, म गइहाल्छु ल। अहिले खानु तिमी, अहिले खानु ल। अब हाम्रो गोर्खेहाट चाहिँ यसरी सुरु हुन्छ है। सन्डे यहाँ सबैजना व्यस्त छ दोकान लाउनुमा। यहाँनिर अहिले खाना खाएर चाहिँ क्यास छैन भने चाहिँ फोनमा छ भने यहाँ क्युआर कोडमा लिङ्क गर्नुपर्छ। यहाँ स्यामहरू पनि रेडी भइसक्यो। मर्निङ रेडी भइसक्यो। यहाँ सेलरोटी वाल्ने अन्त बस्नु सक्यो? तपाईँ सक्यो? कहाँ सक्छ? सेलरोटी दामी दामी हुँदैछ सेलरोटी। कहाँ सक्नु? यहाँ म भोक लगाएर उहाँ दही लिनु आएको। खाएको छैन? ए खाएको रहेछ। आज चाहिँ भिड छ हाम्रो गोर्खेहाट। चिनी हालेको दही दिनु नि। एउटा दही यति छिटो सकियो कि? ए छैन? लस्सी दही छैन?
दही चाहिँ अलिक पातला भएको ए बसेर के खानु बसेर दही चाहिँ थप चिनी हालेको दहीमा चिनी हालेको अन्त अरू आइस र दहीको चिनी हालेको तपाईँ दहीको तिर्सना मेटाउनु हुन्छ तर बाक्लो चाहिँ हुँदैन त्यो त बाक्लो हुँदैन नि त म चाहिँ बाक्लो मन पऱ्यो भन्नु त एउटा स्वाद हो नि त है खानु मन लाग्छ छैन भने चाहिँ अर्को त कहाँ छ त यहाँ है उतापट्टि पाउँछ है के थियो सन्देश के थियो मिटिङ थियो क्या के अरे मिटिङ थियो के को ए हाम्रो हातको यो हातको दिदी चाहिँ बित्नु भयो र त्यो दिदीको नाममा चाहिँ क्यान्डल बाल्ने हो यहाँ चाहिँ म दही लिनु आएको मिठा दही छोरो हो क्या छोरो छोरो भित्र चाहिँ गोर्खे हाट यहाँ बाहिर चाहिँ फेरि यो मेला लागिरहेको छ होइन तनु क्रिएसन भनेर यहाँ दोकान रहेछ होइन र यो चाहिँ आज लास्ट भोलि खतम हुँदैछ आज लास्ट हो भोलि चाहिँ हुँदैछ यो दोकान यहाँ चाहिँ एसी छ यहाँ एसीमा बसिरहेको म चाहिँ यहाँ के पाउँदैछ तपाईँले हेरिराख्नुहोस् है यो चाहिँ लेडिज आइटम यहाँ चाहिँ के हो अनुहारको दागहरू जाने रहेछ यहाँनिर यो के भन्छ बिमारहरू जडीबुटी रहेछ जडीबुटी अरे की करते हो बे पायो त किन यहाँनिर चाहिँ नानीहरूको खेल्ने किचनदेखि लिएर सबै कुरो चाहिँ यहाँनिर चाहिँ मल है अब चाहिँ यहाँबाट फर्किएर म आजको मेरो भ्लग पनि यहीँ एन्ड गर्दैछु यहाँ हेर्नुहोस् है नानीहरू खेल्ने ट्रेन हेर्नुहोस् ट्रेन नानीहरूको लागि खेल्ने चाहिँ यहाँ मजा छ र साथी म आजको भ्लग पनि म यहीँ एन्ड गर्दैछु आज